हेलो गाइस, नमस्ते, स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भने है। आज चाहिँ दसैँको टिकाको दिन र यता हेर्नुहोस्, यता हाम्रो टिका सुरु भइसकेको छ। खासमा बाबा सबैभन्दा ठुलो हुनुहुन्छ, तर बाबाभन्दा ठुलो नभएर मम्मीले यसो निधार खाली नहोस् भनेर लगाइदिनु भएको हो। अनि म चाहिँ प्रसाद दिनको लागि रेडी भएर बसिरहेको छु। हेर्नुहोस् है, बाबालाई हाम्रो पैसा मुठाको मुठा गनेर भित्रको नयाँ 5 को नोट दिएर दिनु हो। अब यसो दसैँको आशीर्वाद दिनु पर्यो। एकछिन पछि हामी उता आमाकोमा जान्छौँ र आमाकोमा गएर टिका लाउँछौँ। टिका लाउनलाई यस्तो गाह्रो। लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला। ब्लग मलाई त्यस्तोमा चाहिँ नलाइदिनु, चिसो हुन्छ। अब चाहिँ दिदीको पालो। नमस्ते गाइस। होइन, यसपछि चाहिँ मेरो पालो होइन, दिदीको पालो, यसपछि अनि मेरो पालो। मम्मीले गरेर मम्मीले लगाइसक्नु भएको छ गाइस। म चाहिँ मोबाइलबाट खिचिरहेको छु। मम्मी नछेक्नु न। ठुलो मान्छे बनन्, ज्ञानी होस्, नरिसास, रुन भनेपछि फिटिकै रुँदै नरोस्। रुन्छ नि त्यो बेला हाम्रो दिदी जुन चाहिँ हुनुहुन्छ, ज्ञानी होस्। मै पैसा गोठीमा राख्नु न। अर्को वर्ष एडमिसन गर्न सकोस्, पढाउन सकोस्। फेरि मम्मीको दक्षिणा म राख्दिउँ। कहाँ त्यसो भने हुन्छ। आफूलाई गाउँले भन्दा नदिएको त्यही त यहाँ रहन परिरहेको छ। दिदी चाहिँ भन्न पढाउनु भयो। मलाई त 200 चाहिन्छ। पहिलो नजाओस्, बिहे गरेर दिन पास। पहिलो गएर फर्केर नआओस्। ओइ के बोल, पहिलो गयो भने त कसले आउनु दिन्छ त? अनि तँ आफै जानु बेर लाउँदैन होला, नखरमा आऊ। अब चाहिँ खुट्टा ढोके भन्नु। ओइ त अलि राँचो राख्ने खुट्टा। चिरञ्जीवी भव, ठुलो मान्छे हुनु, ज्ञानी हुनु, एकछिन आरामले ढोग्नु, त्यसपछि भनेको मान्नु, बाटोहरू खुल्नु, अलिकति धेरै पैसा कमाउनु। अब च्यापोनेमा दिदीको पालो। फोटो चाहिँ खिचे। त्यो बेला हाम्रो दादीले त चुप्पो लागेर टिका लगाइदिनुहुन्छ, आशिष दिनु हुँदैन। हाम्रो चाहिँ यस्तो बित्ताइ पैसा दिनुभयो अनि करोडपति होइन। यत्रो पैसा छ, करोडपति भइहाल्छ नि। मैले यत्रो पाएँ भनेर 4000 छ अनि कस्तो कोही बेला चर्केरहेको छ गाइस होइन। डर लाग्ने आफूलाई नयाँ ल्याउनु पनि पैसा चाहिँ पुरानो भयो यसलाई हाम्रो। योभन्दा अगाडि चाहिँ ड्याडीले मेरो पैसा सार्नु भएको थियो मसँग। पहिला गयो भने चाहिँ त्यही हो, फर्केर आउनु नदिने। मेरो भिडियो बनाइदिनु न दिदी, फोटो चाहिँ उयाबाट खिच्छ ल। कुनमा लाऊ मोबाइल लिएर एकचोटि।
कलर काट्यो भने भसकै बिर्सेछ नि त्यही भएर मैले ल मम्मी हात तल राख्नु न हात तल लाउनुपर्छ नेवारको टिका नलाएर हुन्छ यो पिउनेवार है हामी चाहिँ पिउने स्माइल राख्मा खाने एउटा दाखा जस्तो गऱ्यो भने फेरि आज आएर अब म टिका लगाइदिनु पऱ्यो नि ठुली मैयालाई कस्तो कता कता पारेर लगाइदियो हाम्रो बुढाले छोरालाई सुहाएको नोट दिनु लाग्यो अब बिचरा आफ्नो छोरा रोएर अरू नहाल्यो कि सोरी पासी हाल्छ छोरा के थाहा नि जमाना नै हाल्नु पऱ्यो नि त झोला बोकेर जाने हो आमाकोमा चाहिँ टिका लगाउन झोलाभरि पैसा भरेर ल्याउनुपर्छ यार बाबाको खुट्टा ढोग्नुपर्छ बाबा खुट्टा दिनु छोराले ढोग्नुपर्छ दिनु अब चाहिँ मम्मीले पुष्पा दिदीलाई टिका लगाइदिनु भइरहेको छ रक्षा गरून् नवदुर्गी भगवान्ले रक्षा गरून् रोग व्याध नलागोस् ठुलो मान्छे होस् ज्ञानी होस् भलाउने होस् दायाँ बायाँ मन नलैजाओस् टुली काम नगरोस् रोग व्याध भनेपछि फिटिक्कै नलागोस् ज्ञानी होस् अरूको त दसैँमा 3-4 हजार हुन्छ आफ्नो त 500 माथि पर्दैन होला गाइस पैसा कुरा नगर न अहिले मलाई आमाकोमा गएर पुरै मान्छे तलसम्म लामो टिका लगाइदिइहाल्छु म भोलि पनि मामा घर गएँ अनि ब्लग हाल्दछु पछि किनकि मामा घरमा नेट जोडान छैन एमबी तान्न यो मेरो मोबाइल होइन मामा घर जानु भुल्यो नि जाने एमबी तान्न कसले पैसा हालिदिएर हो नि त्यो चाहिँ हो गाइस जम्मा 13 उस्तो छ 16 हामी टिकै लगाएको तर रातै लाउँछ भोलिको जाने हामी मामासँग गएर मम्मी एउटा पैसा जम्मा एउटा मात्र दिन्छ बाउले चाहिँ 100 दिन्छ मम्मीले चाहिँ 50 दिन्छ मम्मी त अर्को के गर्नु पर्ला थाहा छ भन्न भन्दिनँ ल भाइ बहिनी बहिनीको चोली खुट्क्यो अरे कति रुपियाँ पाउनु जमारा त लगाइहाल न म दुधेन गाइस म चाहिँ दुधेन गइरहेको छु दुध उम्लिरहेको छ दुध उम्लिसकेको छ मम्मी दुध उम्लिरहेको छ कति बेला आउन बुढीमा यता फर्केर बस्छ गाइस एकछिन बसिरहेको छु है त म हल्का प्रब्लम आएर अघि रोकेको थियो अब चाहिँ पूर्णिमा दिदीको पालो मेरो हात चाहिँ सोझो चाहिँ जाँदैन क्या गाइस रक्षा गरून् रोग व्याध नलागुन् नवदुर्गी भगवान्ले कल्याण गरून् रक्षा गरून् एक हन्जरमा टिका लगाउन मन पर्ने हुन्छ पराउनुहुन्छ मलाई चाहिँ मन पर्दैन चलाएको चिसो हुन्छ भोलि चाहिँ दिदीको मिटिङ जोगाउनु हुन्छ होला लाउनु बिर्सेछ नि ए गाई सरी है गाई म त लाउनु बिर्सेछ कालो सिङ भाइ परेजी मार न भाइ अलि नजिक बसेर सिधा बस न यार ठाडो परेर नि ठाडो परेर हिँड्दा छेड्न लागोस् धेरै पढोस् पढ्नमा एकदम जानी होस्
गाइस अब चाहिँ हामी आमाको घरमा जान्छौँ मलाई च्याप यत्रो अग्लो हिल्लाएर नि यस्तो कन्फिडेन्सको साथ हिँड्न सक्ने मलाई त मिस अवार्ड मिल्नुपर्ने हो बाटो हेर है ल हेर अब चाहिँ आनन्द आइरह कस्तो मजा यार भाइ अलि छिटो जान भाइ देखेन के ल फेरि अड्यो कस्तो राम्रो भएको थियो यो घुमाउरोमा कस्तो राम्रो भिडियो भएको थियो बच्चाहरूले गरेर त हुँदै भएन ए आमाकोमा टिका लगाउनु जानु लाग्यो हामी ल है गाई छर्यो अब हामी बुढा चाहिँ के पछाडि हात लाएर हिँड्दा हो गाइस अब चाहिँ हामी आमाकोमा जान लागिरहेको छौँ बाटोमा कटुस झारेको छ बाटोले हामी अब आमाकोमा हाम्रोमा पहिला टिका लगाउँछ म अनि आमाकोमा टिका लगाउन जान्छौँ हामी चाहिँ अहिले चौतारामा आइपुगिसकेको छौँ आमाहरूलाई टिका लगाउनु भएको छ कि भएको छैन त्यो चाहिँ थाहा छैन अनि हामीले यहाँ चौतारामा आइपुगिसक्यौँ हामी चाहिँ त्यहाँ आमाको घरभन्दा माथि सडकमा गएर भेट्छौँ त बाई 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 दिदीहरू यस्तो बाटोमा समेत हिँडाएर हिँड्ने मान्छेलाई चाहिँ नेपालले अबाउटै दिनुपर्ने हो कि हिन्दू टापुभन्दा 5 फिट अग्लो जुत्ता लाएर हिँडिरहनु भएको छ म 5 वर्ष अग्लो ठुलो दिदी भन्दा म अग्लो भइसकेको छौँ दिदीले हिलाएर मात्र अहिले अग्लो भएको है गाइस कस्तो देखेको छ त्यो चाहिँ थाहा छैन मलाई हाम्रो अगाडिको भ्यू चाहिँ यस्तो बबाल छ क्या गाइस हेर्नु न यस्तो बबाल भ्यू छ आमाकोमा टिका लगाउन जाइरहेको छ साइको मान्छे छ क्या भ्यू चाहिँ यस्तो देखेर मैले भिडियो बनाएको आमाकोमा गएर बनाउँछ भने गाउँघरबाट भ्यू चाहिँ बबाल देख्ने के गाइस हेर्नु न ए उसो नलागे अब हिमालहरू पनि देख्थ्यो त्यो घरभन्दा उतापट्टि त्यो हिमाल त्यहाँ देख्थेन हामी चाहिँ हेलो गाइस अब चाहिँ म आइपुगिसक्यौँ हाम्रो गाउँ चाहिँ कोकोनेट माटो गाउनु आएको है त्यो चाहिँ ओडा कारे मलाई भन्न आउँदैन के पो ओडा हो त्यो हाम्रो गाउँको अनि पुरानो हेयरपोस्ट बिगारेर अहिले यहाँ हेयरपोस्ट बनाएको छ त्योभन्दा उता भवन बनाउँदैछ हेयरपोस्टको हामी ओडा लडे कारेको ट्याक्कै मुने रहेको छ आमाको घर र आमाको घरमा गएर जान लागिरहेको छौँ टिका लगाउन मम्मीहरू चाहिँ त्यहाँ लस्कर आइरहनु भएको छ मम्मीहरू लस्कर आइरहनु भएको छ पहिला हामीले त्यो निलो डस्टामा ढुङ्गा हालेर भाग्छौँ अहिले चाहिँ भाग्न भ्याउँदैन किनकि मान्छे त्यही बसिरहेको छ अब यस्तो बाटोमा जानुपर्छ आमाहरूले भोज खाइसकेको जस्तो लाग्यो गाइस यस्तो अप्ठ्यारो बाटो छ त्यही पनि पसलमा आउनु होला कुनै बेला चटपटे पनि बनाउनुहुन्छ आमाले म चाहिँ अब आमाको घरमा आइपुगिसक्यौँ यो आमाको घर होइन राम्रो घर चाहिँ हाम्रो घर भाषामै छ के गाइस आइसकेको छ गाइस म चाहिँ भित्र आइसकेँ रिचार्ज टिका लाउने ठाउँमा आइसकेको छौँ अङ्कल अनिराज के भन्न सक्छौ गेममा पुष्पा एक नम्बरको बुवा बा पनि आइसकेको छौँ अघि नै बाले लगाइदिनु पर्ने टिका ड्याडीले आमाले मम्मीले लगाइदिनु भएको छ गाइस निरज पनि भ्लगर भयो निरज भ्लग 66लाई पनि सब्सक्राइब गरिदिनु होला अनि मेरो पनि च्यानललाई सब्सक्राइब गरिदिनु होला उसले पनि हालिरहेको छ बब्बाल हामी आइसकेको छौँ ड्याडी यहाँ आमाको पसलमा चाहिँ यस्तै होइन आमाको मात्रै राम्रो छैन
ट्याक्कै चौचो भएर टिका लाउनु तल आउनु जाने कि माथि रेडबुल बोटीहरू पाउन सक्छौँ चाहिँ राम्रो निस्क्यो आएको छैन कि गाइस चाहिँ पैसाको बिटाले एकछिन बसाउँछ हाल्ने टिका गाइस हाम्रो गाउँ चाहिँ यही हो किन घरमा लाएर आयो भने घरमा लाएर आएपछि चाहिँ आमाकोमा लाउने है त मजा अब चाहिँ हामी टिका लाउन सुरु गर्न लाग्यो गाइस एकछिन पछि टिका लाउँछ पहिलामा अनि ड्याडी बाले ड्याडीलाई हामी सबै टिका अनि आमा टिका भाइ चाहिँ एडिट गरिरहेको छ भिडियो मलाई भनेकै थियो बत्ती बाले लगाइदिन्छ अब चाहिँ टिका लाउने सुरु हुन लागिरहेको छ पहिला बाले लाउनुहुन्छ अनि आमाले त्यसपछि ड्याडीले यहाँ टिका लाउने मान्छे पनि हाम्रो घरको भन्दा धेरै छ यस्तो टिका लाउने मान्छे हेलो ड्याडी के भन्दैन यस्तो कालो फोटो यता मेरो मोबाइल खोइ तपाईँको ल्याउनु न राम्रो आउने मेरो मोबाइल कहिले समाएको उता बसेर खिच है सुरु भइसकेको छु टिका लाउने यो लङ ब्लग पनि हुनसक्छ बाले चाहिँ यो क्यामेरा खराब छ के मोबाइलको फेरि दिनु न पैसा फेरि दिनु त पैसा अब नब्बे त फोटो खिच्न बस्नु बाचा आज झ्याप जस्तै हो बाचा झ्याप पैसा चाहिँ यस्तो फोटो खिच्यो त पुष्पा खिच्न तिम्रो मोबाइलमा खिच्न नपेला अलिक त बसेर बना कान्छ भलक अलिक त बसेर बना ब्लगमा हैन फोटो खिचिरहेको कालो मान्छे कालो रम्दैन के र बाल्छु त चाहिँ गोरु छस् मलाई कालो भएर भनेर क्यामेरामा हेर भाइ सबैजनाले क्यामेरामा उताबाट खिच्न पर्छ उताबाट खिच्न बे मेरोबाट राम्रो आउँछ सबै बामा आउने गरी खिच्न हेर्दा नबे त्यहाँ नराख्न नबे उता बस्छ उता कहाँ यहाँ उता बाहिर अनि यता यता यहाँ आउन यहाँ त्यहाँनिर हो त्यो कुरा नछौ है उसले त्यहीबाट भ्लग बनाउनु भन्दा न यहाँबाट फोटो खिच हैन बनाए
पाले पाले खिच्दैन बुवामा पनि खिच्दैन र यहाँ एउटा न्यू भ्लगर छ कस्तो आछ अनि यहाँ एउटा प्रो भ्लगर छ यस्तो छोटै कपडा लगाएर बसेछु कति जाए पैसा हो मलाई दिदी ओहो पैसा टिसो लगाइदिनु मेरो क्यामेरा कस्तो ब्लर आयो के ब्लर आएर पालाइछ मलाई यो फोटो आयो के भन्छ ए फोटो रे सेटो त्यही भएर हजुर अगाडि सार्नु अलि अगाडि अगाडि भने म भिडियो गाइस पैसा आएन है त्यो सबै मेरो हुन्छ गाजर चाहिँ बडी लङ भ्लग पनि हुनसक्छ हेर्नु होला ज्याउनु माने सो गर न यति च्याउ लाग्छ भने लाग्नु होला आमा चाहिँ बियो निकालेर ल्याइरहेको छ बियो चाहिँ भोपाल मिठो हुन्छ है गाइस म चाहिँ क्यामेराम्यान हो यहाँ पनि गाइस म पनि क्यामेराम्यान है अनि यहाँ पनि अझै एकजना क्यामेराम्यान छ जानु 5 6 वटा अनि ऊ चाहिँ मोबाइल हेरिरहेको छ बियो गाइस चिसो गरेर जम्मो चिसो भिजेर ल्याउ त मलाई भित्रबाट निर जाता के त्यो फ्रिजबाट फ्रिजबाट के चिसो कति एउटा एकदम लिएर न यहाँ 60 गर्ने हो कि 2-3 जो बनाएर 60 गर्ने थियो कि गोर्खाइस्ट्रम प्रोडक्सन ल्याइहाल्यो नि त कति एउटा ले 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 ईश्वरीमा हेर न मैले गाइस यो चाहिँ स्लो रे त्यो खाना मन माथि पनि कति छैन माथि पठाइदियो नि त पिस यति हो भयो अब अलि त राख्ने कि फुकलाई गाइस अग्लो मान्छे अग्लो जसले अब ओलीले फाल्नु किन दिने बोलाई फाल्नु हामी खानु पर्छ कि बाबाले 1000 दिनु त्यो पनि दिएन ल ल छोरोलाई लगाइदिएको छैन त ल अब पुष्पा दिदी जानु पर्दैन भने अब चाहिँ पुष्पा म कालो होइन सेतो लायो त मेरो लगाएको छैन लानुपर्ने हुन्छ कि पस भयो हान्दै मनी लगाइदियो नि बुहारीलाई अलमले लगाइदिनु भयो अब सुन्नु पैसा त्यहाँ पाएको छ त अनि कहिले देखाएर पो टोके खाइरहेको छ मान्छेको बिल्ला भएर आयो 5,000 5,000 अब हामी उठ्नु त आमातिर अब लगाइदिनु सक्छ छैन आमा बाल लगायो भइहाल्यो हामी नि लगाइदिउँला नि पख न आमाले छ आमा कङ्ग्रेस छ र कङ्ग्रेस छैन तै पनि अब बाल लगायो भने हुन्थ्यो हुन त ल नातिनीलाई लगाइदेऊ यहाँ सिधै मैले के टुङ्गा छोड्दिनु भयो को फुट्छ मेरो अब चाहिँ आमाले स्टोरी ल्याइदिनुहुन्छ अन्तिममा हाम्रो पापा आउँछ गाइस नगर्नु आर्मीलाई चाहिँ ब्रो हेलो गाइस अब चाहिँ फोटो खिच्नको लागि म एभर भ्लग गरेँ त्यो भाइको भ्लगको स्टाइल चाहिँ यस्तो मुडा बटको मैले नो इफेक्ट लाइक ओके के ओके गाइस अब म फोटो खिच्छु आमालाई स्टोरी लगाइदिनुहुन्छ गाइस भिडियो चाहिँ म यहीँसम्म बनाउँछु धेरै लामो भएर बाई बाई है त गाइस त्यो क्वालिटीमा त के भन्नु है यस्तो दसैँमा आम बाबाले पहेँलो लगाइदिएको नलाउँछ पनि कति पर्ने यो कतिमा पर्ने 13 मा होइन पुष्पा नआउँछ बोल्ने किन बसेर बस्न हेर्छु म बस
साइडमा टिका लाएर हिँड्छ नि जस्तो पुष्पाको यसो खै सबैको लाग्छ कि उता उतै पुष्पाको छ यहाँ किन आज राति जुगा पैसा मैले ढोका थिएँ मलाई पैसा दिनु मान्छे कहिले दिन्छ मलाई 1000 दियो नि मैले सबै ढोका ल 5 रुपियाँ भयो 5 रुपियाँ भयो पुग्यो 5 चाहिरहेको 5 रुपियाँको डोटा आयो एउटा 5 बनाइदिनु ल छोरी ल समात ल तपाईँले नै पैसा दिनु तपाईँले दिनुपर्छ सबै एउटै हाल्नु यो त फोटो खिच्देऊ न छोरी फोटो खिच्देऊ मैले खिचेँ त फोटो खिचेन छ ल यता खिच म त्यसरी ल यता हेर है यहाँ नै भिडियो बनाइरहेको छु कि मेरो त फोटो खिचेन छ भाउजू शान्त मेरो त मेन अब भन्न सक्दिनँ पैसा है गाइस तपाईँको 5 छ ल है यता रे माइली पैसै दिएको छु अब पूर्णिमा माइली त भने यो जसरी गर्ने नि माइली नै हो के भन्छ त माइली के हटाउने र अब पूर्णिमा हो पूर्णिमा माइली त भन्ने माइली त हो माइली साह्रै नराम्रो हुन्छ कि माइली त घामर हुन्छ कान्छी माइली भन्नुहुँदा पूर्णिमा भन्नुपर्छ पूर्णिमा हुन्छ पूर्णिमाको रात माइली त उसै नराम्रो के पूर्णिमा पुष्पा जेठी पूर्णिमा माइली नबे कान्छी भनेर भनेको हामीले ओइ प्यारी कान्छी नि हो त कान्छी कान्छी नब्बे त जेठी हो पनि के हाल्ने होला अब अब पर्दैन भयो बस नौनु मेरो खुट्टा तैँले चाहिँ आमाको ढोल्नु पर्छ तिमीहरूले त त कट हो त लास्ट गु हो यहाँको होइन कान्छु लास्ट गु भन्नु र कान्छे भन्ने एउटै हो छोरीहरूले नातिले हामी ढाउनुपर्छ तिमीहरू त गएपछि हाम्रो भोलि गएपछि यहाँ सम्पत्ति खाने काम भोलि पर्सि ढोक्न न र अहिले नढोक तिमीले हाम्रो भोलिपर्सि ढोक्छ निराजको खुट्टा ढोका भएर बस्छ तेरो खुट्टा ढोल्ने मान्छे नै आउँछ भोलिपछि अब हामीले चाहिँ तेरो ढोक्दैन सबैलाई अरूलाई भन्दा धेरै छ दुईटा हातले नमस्ते नमस्ते 250 त छ अब कति दिए पछि अहिले म लछन समा आज 5 हाल्दा हुन्छ हेर्नु गाइस तपाईको तिम्रो हट हामी अब बा आमा हामी फोटो खिच्नु पर्यो